अहिलेसम्मकै इतिहास ब्रेक गरिन् सोभिता गौतमले चितवन 3 मा सबैभन्दा बढी लोकप्रिय मत ल्याएर विजयी भएकी छिन्। 2084 सालमा केपी शर्मा ओलीले झापाबाट 57,139 मत ल्याइरहँदाखेरि त्यसको इतिहास ब्रेक गर्दै सोभिता गौतमले चितवन 3 बाट 59,277 मत ल्याएर सर्वाधिक मत ल्याउने विजेतामध्ये एक बन्न सकेकी छिन्। अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि चितवन 3 लाई निकै चासोका साथ हेरिएको थियो। त्यहाँ भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेणु दाहाल समेत चुनावी मैदानमा थिइन्, तर रेणु दाहाललाई झन्डै 3 गुणा मत अन्तरले विजय गरेकी छिन् सोभिता गौतमले। त्यहाँ भनेदेखि सोभिता गौतमलाई पनि विशेष चासोका साथ हेरिएको थियो, किनभने प्रखर वक्ता, कानुनविदका रूपमा रासोपा लगायत उनका समर्थक, त्यस्तै गरेर स्वतन्त्र नागरिकहरूले पनि त्यो तरिकाले हेरेका थिए भनेदेखि चितवनवासीहरूले पनि विकासको हेराइलाई हेर्दै चितवनमा रेणु दाहालले जित्नुपर्छ भन्ने खालका केही मतहरू पनि थिए। यद्यपि रेणु दाहालले भने 20,619 मत ल्याइरहँदाखेरि उनलाई पछि पार्दै सोभिता गौतमले 59,277 मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार बनेकी छिन् प्रतिनिधि सभाका लागि।